गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी दाउरा बोक्न हिँडेको है। पछाडिको टोली हेर्दा चिन्दैन रे हामीले त। हामी चिन्दैन मकै रोपेर नि हामीलाई दाउरा बोकायो यो घरिको मान्छेले। सबैले देखिराखेको अनुहार परेको हो, मैले मात्रै चिन्दैन यिनीहरू। उहिलेको बाजेको धोती खाले सुरु लगाएर मात्रै ठुलो कुरा गर्छ। इन्जर छ कि हामी चाहिँ दिनभरि मकै रोपेर खाजा खाइसु जङ्गल पसेको अवस्था। 4 वर्षपछि जङ्गल पसेको आज त विनम्र लाग्दैछ नि। लै बिचारा म हामी चाहिँ बहिनीहरूकोमा मकै रोपिसकेर नि अब मेलो टुङ्गाउनु नपाएको पछि दाउरा बोक्नु पर्यो। 4 वर्षपछि दाउरा बोक्नु आयो यार म पनि यो दुनियाँमा। यही हो दाउरा। आमामा हाम्रोतिरका पानी कति सफा छ, कुल पारम। एक दिएर भ्याएको त पाछ कि मार्न। यस्तो राम्रो दाउरा हाम्रो जङ्गलमा। ओ धनेका खोला भन्ने यही त हो नि। रुख भाँचेर हामी यस्तो ओ त्यहाँ तल ओखलढुङ्गातिरका मान्छे हाम्रो बाल्टिङमा किन दाउरा बोक्न आएको हो कि यसलाई लखर त। गम्बुट पनि अहिले हिमालय चर्ला जस्तो लगाएर हिँड्दै रहेछ। अनि उसको त अनि भरे बुवाई आउने हो गरे। अनि हाम्रो खाने पानी हो भन्छ, मैले गाउँको पानी खाएको छैन। हाम्रो पानी ट्याङ्कीतिर आइपुगेको अवस्था पो रहेछ त। हामी चाहिँ यो चाहिँ हाम्रो रे, एउटै जङ्गलमा नि यो चाहिँ तिम्रो रे। खाने पानी पनि यता रहेछ। यस्तो बिचक नगरे केटीकेटीहरू पाप लाग्छ। हो यतै एकदम झ्याबस्या गम्बुटवाली खुस्की अर्काले टिपेको दाउरा बोक्नु नि यस्तो हामी। हेलो कतिको गरुङ छ फेरि। अहिले डोगो नि बङ्गो रहिसक्यो त। हामी चाहिँ बोकेर नि हिँडेको अवस्था है यस्तो। दाउरा बोकै मचियो। वैशाखको दिनमा दाउरा बोक्ने नै हाम्रो बाल्टिङतिर होला है उधुम। मकै रोपिसकेर दाउरा बोकै। हाम्रो दाजुहरूको भौजी चाहिँ के गरे दौडेको यसरी। घरपेटिया त पोको परेर आउँदै रहेछ। घरका बुहारीहरू घरि त उनीहरूको पोहरू गरिब हुन्छ भनेर नि के गरे कुदेको है हामी दुईटा साँच्चै। त्यस्तो उत्यो ल घोप्ट्यायो बाल्टिङले दाउरा भिडियो कर। आज त 5 वर्ष बसेर आएको म्यामले दाउरा घट्याउँदै मेरो साथै गयो कठै परिला हो त्यो
जेठी छोरीको पारा फेरि गम्बुटैमा दिँदैछौ यतातिर सिँगै मकै रोपेर नि दाउरा बगायो भरे त म त काकालाई पो भन्छु काकीले यस्तो गरे पाप भन्छु पसिना हुँदैछ एक भारी दाउरा बोक्दा त हो आएछ मलाई पसिना आएन नि मेरो ढाड देखाबो भाइरल हुन्छ मेरो ढाड देखायो धेरै बेजती कुरा लगेर बच्चा ओइ अन्जन त्यस्तरी त हुने हाम्रो मम्मी दुईटा स्या एउटा गएर बिस्कुट नि झोलामा या भगवान अब के गर्न लाउने या पिर नपर्न हामीसँग बराबर हो माथिको बुढोको कोले बजेको छ दुःखको पो च्यात्छ बिस्तारै गर भन्दा अरे त्यो बोल्छ हामीले त के गर्नु ग्याल छिन्न गरी मेरै सिरियस आमाको च्यात्दैन है हाम्रो भ्याँदैन भ्याँदै छै राख्ने बरु 3 महिना काठमाडौँ सुतेर मलाई दाउरा बगाउनु चाहिँ यही अपराधी हो यो रातो सुरुवाल लगाउने तिम्रै घरका दाउरा बग्दा क्या बेइज्जत भयो फेरि भरे देवर बाबुलाई कुरा पो सुनाउँछु नि म त बुकमा मालु अहिले पो हाम्रो दाइहरूले लिएर काकाहरूले लिएर नभए यिनीहरू कसले लान्थ्यो होला यस्तो राम्री यिनीहरू पानी पर्यो त ओइ गाई चाहिँ कसको काकी चाहिँ असल छ आमामा यही वस्तुहरू चोर चाहिँ अर्काको गाउँ चोर आर्मल लिन्छ है गाठी अर्काको फेरि बुध भन्नु पर्छ नि खेत फेरि को जाने पर लिनु भन्दा गाउँदैन त हिँड्दा घरमै पारेको यतैबाट आउँछ नि तिनीहरूको देख्यो कहाँ रहेछ खोइ क्या बित्यो जाङ गरे हाम्रो बाल्टिङका केटीहरू कस्तो राम्रो घाँसको भारी चाहिँ कुल्दुङ त्यही जब पिक्चर आमै झोलामा के छ खाजा हो के के मजाको भारी बनाएर लिएर है यो चाहिँ हाम्रो पो हो के हो अनि गोठाला चाहिँ कता हो त त्यस्तो बाली खाइ हिँड्दा पनि तिमी चाहिँ के हेरि बसेको आनन्दले पो हेर्दै रहेछ त ऊ चाहिँ फेरि त्यहाँ गाई चाहिँ टम परेर हेर्दै हुने अब ऊ यता नि रहेछ त एउटा यो चाहिँ हाम्रो हो के हो पुत्ताली चाहिँ लु है लु 2 भारी पनि दाउरा लगियो ओइ 3टाले त बोकेर नि हिँड्यो त यार यत्रो दाउरा बोकेर भए रोटी दिन्छु भन्दा कोही पत्याउँछ मासु भात भने पो पत्याउँछ अब छ्याङमा अन्डा हालेर फिटेर दिँदा नि ठिक्क हुन्छ मासु भात पनि बिहाको दिनमा एउटा भैँसी तकै ढाँछ नि खानुपर्छ होइन र घरपेटी क्या लोभी फेरि यतातिर यस्तरी हिँड्दैछ अच्छा एक भारी आयो गाइजहर नाप्छ अब एक भारी आइ है मकै रोप्नु भनेर बोलाएर यसरी दाउरा बगाएको कसले हो गाइज मैले आयामा यो त चाहिँ मेरो सेवतीहरू छ गाइज
गर्ने मान्छेको निस्क्यो त अनि कहिले हगेर आएर मात्रै भलक बना है सायद गुर्लुममा पारे अब लु यता मान्छे निकाल के खाएको हेलो क्याङ गएको हो म भन् दुध दानीमा छ्याङ खाने हाम्रो लेखाली मात्रै हो कि यिनीहरूको कहिले यस्तो पो लिनाइछ त मलाई किन है आज लास्ट टाइम यहाँ भाले हो कोही नआएको सानी पऱ्यो दुख्यो भने घाँच घाँच हाम्रो चाहिँ दाउरा बोक्ने नै सिद्धियो है अब चाहिँ मेरो उठेको अवस्था बहिनीहरूकोमा भोलि फेरि हाम्रोमा मकै रोप्ने अनि भोलि यस्तो 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 मान्छेहरू कहाँ जाने पानी नपरेर कस्तो राम्रो भयो नि दिन अब चिया खाने हो 2 टिप्ली त्यसपछि घर जाने हो पुरै यो टन पो दिँदै रहेछ कहाँबाट आएको दिदीहरू बोल्दैन त है एकछिन चिया खाने हो अब चाहिँ घर जाने हो घरबेटी पुरै दिँदैछ हेलो जुवा आगोमा हालौँ आगोमा हालौँ न ल गाइस हामीहरू चाहिँ कोदली काठमा हालेर घर हिँडेको अवस्था अब चाहिँ माथिल्लो गाउँको मेलो चाहिँ सक्यो अब मकै रोपिसक्यो अब गोड्नलाई चाहिँ म चाहिँ हुँदैन होला काठमाडौँतिरै हुन्छु अनि यहाँनिर भाउजूहरू चाहिँ सधैँ हो नि त्यहाँ जौबारी मकै बारी निङ्गाला घारी म चाहिँ घर आइसकेँ है गाइजहरू मम्मीले चाहिँ तरकारी खाना पकाउँदै हुनुहुँदो रहेछ आगोमा पकाएको हाम्रो अर्ग्यानिक माम के खाजा खानुभयो मम्मीले दिउँसो कान्दा सुन्दैन हाम्रो मम्मी माम के खाजा खाएको दिउँसो आज खाजा खाएन ला जिजुलाई त आज खाँदै पो दिइनछ नि नानीले चाहिँ नानी भात सासु बढी आज भोकै मम्मीले नि खानु भएन आगोमा पकाएको अर्ग्यानिक खाना घरमा आइसक्यो अब चाहिँ मकै रोप्ने कार्यक्रम नि सकियो आजलाई चाहिँ अब बसिन्छ रात पनि पर्यो आजलाई भ्लग यतिमै इन्ड गर्न लागेको गाइजहरू के कस्तो लाग्छ गाउँतिरको काम गराइ हेरेर यसो लाइक कमेन्ट गरिदिनु होला भ्लग त खासै राम्रो त हुँदैन यसो हाँसो मजा साथीहरूसँग अब त्यस्तो भाइरलवाला भ्लग त बनाउन सकिँदैन हामी यसो साथीहरूसँग रमाइलो गरिन्छ गाउँमा यस्तै हो गाइज के कस्तो लाग्छ हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला।